साग गाईको सँगै मिसाइ चच्या मासु त बहिनी मिठो हुन्छ 2-3 दिन गरिन हन्जनाले मैले के हो चच्या नि एकचोटि मैले त्यो माउला गएर ठुलोले त यो हातले यस्तो गरिहाल्ने हो त्यो डल्लो पर्छ पिस्टो दिनु पर्नेमा पिटी नि त्यो माउला ठुलोले उ गर्नु भएको रहेछ क्या पातै छ बे नगरे तोटिया जति पुग्छ उति खाने भएको अनि सब छ्यासम्यास गरी खुवाउला कि आऊ क्या अदर रोटा खाने अदर ढिँडो खाने होइन ढिँडो रोटा सबै मिक्सकट गरी खुवाउला क्या कुरो त्यो खालीपेट जाने भने पठ्न गएको थिएँ बोलाएन खुवाउनु त्यहाँ पछि मम्मीको थाहा बुझ्ने मैले आज माउला भात र रोटी कुन ढिँडो गरी खाने हो माउला खाएँ भने अनि फर्कन्छु नयाँ खाएँ भने हुन्छ पछि बिहान बेलुकी त क्या यिनी आहा यस्तै भएर आयो यस्तै भनेर त्यो माटु नै त्यो डुम जस्तो माटु नै खान्छ त्यो पनि मेरो छोरीले किन खाइ भन्नुभयो ठुलो मामा त्यही पछि आएन अन्जी मेरो होइन र भन्ने ठुलो मामा मम्मी यताबाट गाल गर्ने कहाँ गरी त्यो त लाग्यो त्यो आँखा फुटिगयो क्या त्यहाँबाट पछि अनि आँखा फुटिगयो पछि मम्मी त्यहीँ ल्याउनु पर्यो माउला फाल्याउनु भयो अनि फाल्याइसकेपछि फेरि बुवाले आउने फेरि त्यो घर सुत्यो बिहान बिहान फेरि यस्तो भइगयो सुन्छ पहिलामा लाग्ने त्यहाँबाट पछि अब आँखा जस्तै भइदियो चाहिँ त्यस्तो आँखा फुट्यो बेला चाहिँ केही न 2-3वटा पारा खोज्दा यसले भन्दा त ठुलो पुग्ने बेतालाई सक्छ पार्ने 4 हप्तामा 4 पटक ल्याउँथ्यो क्या कुखुरा मासु मिलाएर त्यही पनि फेरि मासु 2-3 चौटा मात्रै होइन जति आफैले हालिन खाने त्यति खाइकन पनि म नगोड्ने साथै भएको खाइदिएँ भएन फेरि अनि त्यो अङ्कलले फेरि अनि त्यही घर आदेउतामा ध्वजा उठाइदिएर मेरो छोरीको आँखा फुटिको आम गरिदिन्छ अनि त्यही बेला म एक्लै थिएँ क्या कोही छैन अगाडि पछाडि भाइ पनि भइहालेँ भाइ उयो पनि मर्छ भने न मम्मी रुने अरे हान्ने बेला हानेर फटाल्दा अन्त रुने अनि त्यो ल्याउनु अहिले ढिलो खाएको भने म त अहिले पानी तिमी खाने हो के छ क्या गरेस् पखरै त्यो दाउरा पनि ए तल चाहिँ भिन्ने पनि आउँछ गइकिन के पनि ल्याउने हुँदैन गाई खोल्थ्यो आउनु भुन्नु हुन्थ्यो कहिले खबर गरेर सुमनी चाहिँ कति वर्ष आउनु माघा 27 पछि शोभा 8 वर्ष फागुना ठ्याक्क 2 वर्ष सोनिका 7 वर्ष हुन्छ सिर्सन यतिका यो छोड गइगयो क्या पोल्छ नि खाने कप सिसाइको उता के खान्छ कि खुवाइदिनु नै खान्छ ढिँडो निम्छ मच लाग्यो ढिँडो खान्छ र त्यो मोबाइल पाएन भने ज्यादा खाने हो दाल ल्याइदेऊ त्यो यो त छोट कबाट सुन्छ त छोरा यहाँ नै जस्तो त्यो ल्याएर सुन्छ न उज्जा भयो त भयो छोरा मैले खेल हालिकन नरु उतार्ने हुने त्यो हालेपछि लाग्छ त्यो हालेर त्यो हाले खगिन्छ पनि है त्यही बुझे तिमीलेजना गरी खाने कि कप्पा खालिकन त्यो टिम नै टप्पा खाल्ने हो धेरै खाएर
कति नै छ कति चारवटा खाए हुँदैन अनि खाना को होइन डेली हाल्ने बेसी चलाउने जनाउने खाना केही नखटाइ किन हाल्नु राई खन्न भन्छ भया नाम खन्छु पऱ्यो हिटुको राई भएर खानु हुन्छ म राई भात खाउँला नि बुझ्दैन अहिले सबै न हौ साग पखामा दिदी पिल्के त आउला हाम्रो घर छुदैन मोबाइल लाउने अर्को एयरफोन लाउने अर्को एयरफोन सबै चार्जिङ हो चाहिँदा एउटा मैले आफै किने एउटा अर्को के अरे त्यो एयरपोर्ट पनि दुईवटा छ उहाँ भागुन हाल्नु राख्दै पछि ओए साबुत हाले सही हुन्छ मात्र भात उगो खागिलो तान्नु दे आइला खाइदिनु पर्छ खाऊ कि भाल